हेलो वेलकम ब्याक टु माई च्यानल। सबैजनालाई नमस्कार। आज पनि म फेरि हिँड्दै गर्दाको म भिडियो लिएर आइसकेको छु। यो चाहिँ एकदमै सर्ट भिडियो हुनेछ हैन। आशा छ हजुरहरूले छोटो भए पनि एकदमै अन्तिमसम्म हेरेर साथ दिनुहुन्छ भन्ने मलाई पूर्ण आशा छ। आज म चाहिँ पहिला मैले काम गर्ने फ्यामिली मार्टमा चाहिँ तेन्जोले मलाई बोलाएको थियो र अब उता कोसी गर्नुभन्दा अगाडि चाहिँ मलाई एकचोटि मुख देखाउन आइज भनेर चाहिँ भन्नुभएको थियो। त्यही भएर चाहिँ आज म चाहिँ जाँदैछु है त। हुन त मैले त्यहाँ काम छोडेको चाहिँ लगभग 1 हप्ता बढी नै भइसकेको छ हैन। तर पनि मेरो व्यस्तताले गर्दाखेरि हैन, पढाइले गर्दाखेरि जान पाएको थिएन। आज चाहिँ मेरो उचित टाइम हैन, एकदमै मेरो टाइम चाहिँ मिलेको छ। मौसम पनि राम्रो छ, त्यही भएर आज चाहिँ म जानेवाला छु। र यो जाने क्रममा चाहिँ म सानो भिडियो बनाउँदै गर्दाखेरि हजुरहरूले हेरेर साथ दिनु होला हैन। राम्रो लाग्यो भने एकदम कमेन्ट गरिदिनु होला, च्यानललाई सब्स्क्राइब गरिदिनु होला भन्न चाहन्छु। अनि मेरो यो भिडियो भ्लग मात्रै नभएर मेरो म्युजिक सम्बन्धी अलिअलि मेरो म्युजिकमा चाहिँ रुचि भएको कारणले गर्दाखेरि चाहिँ म अलिअलि गीत गाएर सानो सर्ट म्युजिकको क्लिपहरू पनि हाल्ने गर्दछु। यदि हजुरहरूलाई म्युजिक मनपर्छ भने मलाई फलो गर्नु होला भन्न चाहन्छु है त। यता चाहिँ एकदमै गाडीहरू त्यति कुर्दैन र भिडभाड पनि त्यति हुँदैन। बस्नको लागि एकदम सुन्दर शान्त विशाल ठाउँ हो हैन। यो बाटो चाहिँ म सधैँ पनि पैदल हिँड्ने गर्छु हैन। मलाई साइक्लिङ भन्दा पनि म हिँड्नको लागि एकदम रुचाउँछु हैन। जहाँ गए पनि म पैदल नै हुन्छ नजिकको ठाउँहरूमा। त्यही भएर आज जाने ठाउँ पनि खासै टाढा छैन, त्यही भएर म पैदलै जाँदैछु है त। यताको दृश्य चाहिँ यस्तो छ, हजुरहरूले देख्न सक्नुहुन्छ हैन। एकदम राम्रो छ। यसरी नै पैदल गरेर मैले यो ठाउँमा चाहिँ लगभग 3 वर्ष जति बिताएँ होला हैन। काममा जाँदा अथवा कुनै अरू कामले जाँदाखेरि मैले सधैँ हिँड्ने स्टेसनसम्म जाने बाटो चाहिँ मेरो यही नै हो। र आज पनि मौसम एकदमै राम्रो छ, मौसम एकदम अनुकूल छ हैन। त्यो भएको कारणले गर्दाखेरि यसरी बोल्दै हिँड्दै हैन, भिडियो बनाउँदै हिँड्दाखेरि एकदमै आनन्दित फिल भइरहेछ हैन। मलाई लाग्छ हजुरहरूलाई पनि यो भिडियो हेर्दै गर्दाखेरि एकदमै रमाइलो हैन, एकदम राम्रो फिल भइरहेछ भन्ने मलाई आशा छ है त। म आज जान लागेको ठाउँ चाहिँ लगभग यहाँदेखि चाहिँ हिँडेर लगभग 10 मिनट जति लाग्छ। त्यही स्टेसन अगाडि चाहिँ फ्यामिली मार्ट छ, त्यही हो मैले काम गर्ने र आज त्यही छारे हैन, पसल नै छारे। त्यही भएर मलाई बोलाइरहेको थियो, त्यही भएर चाहिँ म आज उहाँलाई भेट्न जाँदैछु। अस्ति मेरो कामको अन्तिम दिन चाहिँ मैले तेन्जोलाई चाहिँ भेट्न पाएन, किनभने मेरो त्यो अन्तिम दिनको बेलामा चाहिँ तेन्जोको बिदा रहेछ। त्यही भएर त्यो बेला भेट्न पाएन र खुसी छु आज भेट्न जाँदैछु हैन। अब टाइम पनि धेरै लाग्दैन, यहाँदेखि अलिकति सिधा हिँडिसकेपछि त्यहीँनिर स्टेसन छ। स्टेसनको तल चाहिँ फ्यामिली मार्ट छ, त्यही म जान गइरहेको छु है त। मेरो चाहिँ फ्यामिली मार्टको बारेमा कुरा गर्दाखेरि चाहिँ तेन्जोसँग एकदमै राम्रो सम्बन्ध छ हैन। किनभने म पहिला यहाँ कोबेमा आएदेखि लगभग अहिले 4.5 वर्ष जति भयो होला हैन। एकदमै कामहरू पनि यहीँ आएर मैले सबै सिकेको हैन। हुन त त्योभन्दा पहिला लसनमा काम गर्थेँ हैन, कोन्बिनीमै काम गर्थेँ, लसनमै काम गर्थेँ। तर फ्यामिली मार्ट र अब लसनको रेजी गर्ने तरिका धेरै नै फरक हुँदो रहेछ हैन। सुरुमा त एकदमै गाह्रो भएको थियो मलाई हैन, किनभने लसनमा त त्यस्तो धेरै रेजी गाह्रो हुँदैन थियो हैन, अटोमेटिकली त्यो रेजी हुन्थ्यो। तर यो फ्यामिली मार्टमा चाहिँ यो सबै म्यानुअली गर्नु पर्थ्यो सबै हैन। त्यही भएर चाहिँ एकदम मिस्टेक हुने चाहिँ एकदम धेरै चान्स हुन्थ्यो। त्यही भएर स्टार्टिङ फेजमा त एकदमै मलाई गाह्रो भयो र बिस्तारै अब तेन्जोहरूले पनि खासै त्यस्तो हुन्छ नि, एकदम मजाले सिकाइदियो। र अर्को 2 जना जापानिज पनि थियो हैन, उनीहरूले पनि मलाई अब त्यति बेला त अब विदेशीहरू कोही पनि थिएन हैन। अहिले त अब टन्नै छ, त्यति बेला अनि सबै जापानिजहरू मात्रै थियो। ryugakseहरू भनेको जम्मा 2-3 जना मात्रै थियो, अरू सबै काम जानिसकेको थियो, म मात्रै नयाँ थियो।
अनि मलाई एकदमै हुन्छ नि उनीहरू साथमै बसेर एकदम मजाले सिकाइदिनु भयो होइन। त्यही भएर चाहिँ म लगभग 2 महिनामा त म एकदम पर्फेक्ट भएँ होइन। त्यही भएर मैले पछि अब काम सबै जानिसकेपछि एकदमै भला आदमी भएर होइन कामहरू सबै गरिदिएँ, मजाले गरिदिएँ। पसललाई चाहिँ राम्रो सोचेर चाहिँ होइन गरिदिइसकेपछि मलाई त्यो एनजिओहरूले पनि पछि एकदम मन परायो होइन। त्यही भएर मलाई टाइमहरू पनि धेरै हालिदिने त्यस्तो गर्ने भयो होइन। त्यही भएर मलाई पैसाको चाहिँ खासै समस्या भएन, किनभने मलाई त्यहाँ अब राम्रोसँगले पत्यायो होइन। काम पनि आफूले त्यही अनुसारले काम बाते गरिदिएँ। त्यही भएर मेरो साथीहरू त अब हुन्छ नि कतिपय कोबेमा हुने साथीहरू अझै काम नपाएर होइन कति पैसाको समस्या हुने त्यस्तो समस्याहरू धेरै नै थियो। तर मेरो लागि चाहिँ अलिकति लगले भनौँ अलिकति साथ दिएको कारणले गर्दाखेरि हुन त गामबाते गर्ने मान्छेलाई अब गर्न चाहिँ मेहनत चाहिँ गर्नुपर्छ होइन। हरेक कुराले साथ दिन्छ भने जस्तै मैले त्यही अनुसारले काम पनि पाएँ अहिले, त्यही अनुसारले गामबाते गरेर देखाएँ पनि। त्यही भएर भगवानको कृपाले सबै राम्रो भयो भनौँ होइन। त्यही भएर होला मलाई होइन पसलको लागि राम्रो सोचेर काम गरेको थियो। त्यही भएर पनि होला मलाई चाहिँ एनजिओले चाहिँ एकचोटि भए पनि प्लिज होइन यो मुख देखाउन चाहिँ आइज भनेर ट्याक्क भनेको कारण नै त्यही होला जस्तो लाग्छ। हुन त एनजिओले नबोलाए पनि एकचोटि त म पक्कै पनि जान्थेँ त्यहाँ होइन। पक्कै पनि म मेरो टाइम मिलाएर जसरी पनि म जान्थ्यो। तर एनजिओले मलाई चाहिँ मैले सोचिरहेको थिएँ होइन त्यो कुराहरू मैले सोचिराख्दाखेरि एनजिओले ठ्याक्कै मलाई चाहिँ रिन्डाको आयो होइन। आइसकेपछि एकचोटि यहाँ भेट्न आइज नि त भनेर भन्न थालिसकेपछि अनि मलाई एकदमै खुसी लाग्यो मलाई पनि। म चाहिँ कस्तो मान्छे हो भने आफूलाई गुण गरेको छ भने नि त्यो मान्छेलाई म ज्यान पनि दिने त्यस्तो टाइपको मान्छे हो क्या। त्यही भएर त्यो पसलबाट मैले सिक्न पनि हरेक कुराहरू सिकेँ होइन। पाउनु पर्ने चिज धेरै पाएँ, एक्सपिरियन्स भएँ होइन। त्यो कारणले गर्दाखेरि म कहिले पनि त्यस्तो काम छोडिसकेपछि मेरो सम्बन्ध त्यहाँ टोटल्ली मेरो फिनिस नै भयो भन्ने चाहिँ मैले सोच्दैन थिएँ। ओके लगभग म स्टेसन आइसकेको छु होइन। अब यहाँभित्र छिर्छु अनि कुरा गर्छु है त। र म तेन्जीसँग कुरा गरेर यहाँ फ्यामिली मार्टबाट बाहिर निक्लिसके पनि भित्र चाहिँ मैले खिच्न पाएन, किनभने ओनर पनि आएको रहेछ, उनीहरूको छुट्टै मिटिङ नै रहेछ होइन। त्यो कारणले गर्दाखेरि चाहिँ खासै मैले यहाँ भित्र चाहिँ खिच्न पाएन, मैले भिडियो गर्न पाएन। तेन्जीसँग बोलेर मजाले एकछिन केही गरौँला भनेर सोचिरहेको थिएँ होइन। अनि खासै कुरा गर्न पाएन, त्यसको लागि तपाईँहरूलाई मैले देखाउन चाहिँ सकेन, त्यसको लागि सरी भन्न चाहन्छु होइन। र झमक्कै साँझ पनि परिसक्यो भनौँ न, अब घाम पनि डुबिसक्यो होइन। लगभग त्यति बेला आएको मान्छे। सो त्यही भएर आज यो यतिभन्दा बढी चाहिँ भिडियो गर्न पाएन होइन। यति जेलसम्म भिडियो हेरिदिनु भयो धेरै धेरै धन्यवाद।